कविता ए बुहारी नानी बैठ नानी एक कप मिठो चिया ल्याऊ त चिया नपिइन्जेल त म फ्रेसै हुन्न ए तिमीले चिया पियौ त छैन हजुरलाई मात्रै ल्याइदिएको ठिक छ बुवा एउटा कुरा गर्नु थियो तपाईँसँग के भयो बुहारी अब आजकल दिनै छोटो छ कामबाट आउनु र जान भ्याइ नभ्याइ हुन्छ हजुरले यसो सहयोग गरिदिनुहुन्थ्यो कि भन न कस्तो सहयोग घरमा भान्साको काम चाहिँ हजुरले गरिदिनुहुन्थ्यो कि भनेर अब काम गर्ने मान्छे राख्नु नि खर्च नै हो बरु त्यही काम हजुरले गर्नुभयो भने त्यो खर्च हजुरलाई हुन्छ बाहिरतिर यसो खर्च गर्न सजिलो हुन्छ नि अब मैले जे भन्नु भनिहालेँ बुवा हजुरको विचार गर्नुहोस् अब हेलो बाबु के छ सन्चै छौ एकदम ठिक छ मामु तपाईलाई चाहिँ कस्तो छ नि ठिक छ छोरा मलाई पनि भान्सामा काम गर्दै थिएँ त्यसैले फोन उठाउन ढिला भयो काम गर्ने मान्छे राख्नुहोस् भनेको मान्नु हुँदैन अलिअलि सेभिङ त होला नि मामु हो कहिले काहीँ पैसा पुगेन भने बरु म पठाइदिउँला हेर्नु न हाम्रो पनि यता गाह्रो नै छ कमाए जति सबै ट्याक्स तिरेरै सकिन्छ ठिकै छ छोरा सकिन्छ गर्ने त हो नि नसकेपछि त काम गर्ने पनि राख्नु नै पर्ला नि त के अप्ठ्यारो पर्यो भने चाहिँ भन्नु न हामीले यहाँबाट सक्ने गरिहाल्छौँ नि अहिले राखेँ है मामु काममा जानु अगाडि बजारबाट तरकारी किनेर ल्याउनु छ क्या फेरि सिर्जनालाई कामबाट आएर बजार जान फेरि अलिक गाह्रो हुन्छ तरकारी ल्याएर दिएर राख्छु अनि म काममा जान्छु बेलुका आएर उनले खाना पकाउँछु ल मामु बाई है सौजी हजुर यो साग यति हो यति नै हो प्लास्टिक दिनु न मैले अर्को तरकारी लानु छ ए हस् के लिनुहोस् अनि टमाटर कसरी छ 70 अनि आलु आलु 1 केजीको 80 अनि सागको चाहिँ सागको 25 मात्र हो लिनु न के चाहिएको छ प्लास्टिकमा हाल्नु यो पहिला जोड दिनु न ल यस यति मात्रै अनि म त्यसमा आलु थप्छु है यस अनि यो साग पनि राखिदिनु ल यो टमाटर र आलु चाहिँ 80 को भयो यो 25 गरेर 105 है मैले यसैमा राख्दै 100 रुपैयाँमा हुन्छ नि सौजी हुन्छ ल हस् धन्यवाद फेरि फेरि आउँदै गर्नु है सन्जु राम
कसरी? छोरीले घर किनेको छ अनि यतै सरेको छु। ए छिमेकी हुन पो आएछौ त। तिम्रो घर चाहिँ कहाँ नि? म यही नजिकै बस्छु। यत्रो वर्षपछि भेट्यो, अलिकति पनि बदलेको रहेनछौ। तरकारी लिन आएकी रहेछौ, ढिलो पनि भयो होला, घरकाली गाली गर्लान्। जाऊ। हुन्छ। धेरै थाक्यो कि के हो? थाकिहाल्यो नि त, तपाईँले आएर खच्याक्क बस्यो भइहाल्यो। के को चाहिँ सबै मलाई त थाहा छ। तपाईँलाई त के छ र, अफिस गयो आयो बस्यो, त्यहाँ हामीलाई के गर्नुहुन्छ र? बिहान पनि मैले उठेर सबै काम गर्नुपर्छ, खाना पकाउनुपर्छ, बेलुका पनि आएर सबै मैले गर्नुपर्छ। तपाईँको बाबा नि त यत्तिकै घरमा बसिरहन्छन् नि, केही काम गऱ्यो हुन्न, भात पकायो हुन्न, मैले पकाउनुपर्छ भन्ने छ र? ए यो बुढेसकालमा अब बाले कसरी घरको काम गर भन्नु? बाले सकुन्जेल त गरेकै हुन् त, यत्रो परिवार पालेकै हुन्। अब बुढेसकालमा आएर बालाई घरको काम पनि गर भन्नु? मैले पनि सकेको जति त गरेछु त। ठिकै छ त, तिमी काममा नजाऊ, म काममा जाउँला, अनि तिमी घरमै बस, घरको काम गरेर बस। ल बो, 2 पैसाको खर्च गर्दा पनि कसको सुन्न छैन मलाई, म त काममा जान्छु। तपाईँ पनि जाने त्यही समय, म पनि जाने त्यही समय, आखिर दुवैजना 10-5 कै ड्युटी त जाने हो नि। मैले चाहिँ अफिस जानुभन्दा अगाडि नि सबै काम गर्नुपर्ने, अफिसबाट आएपछि सबै काम गर्नुपर्ने। तपाईँको बुवाले चाहिँ केही गर्न सक्नुहुन्न, बरु घरको काम चाहिँ बुवालाई गर्न भन्नु।
सधैँ नगरे पनि कहिले काहीँ 1-2 महिना चामलको भात पकाउन सक्दैन तिम्रा बाबुले? ठिकै छ, समय मिलाएर भनौँला नि। नुन पऱ्यो, आज पनि खाना त खानु पऱ्यो कि भोकै सुत्ने? पकाउनु न, तपाईँले पकाउन सक्नुहुन्न? के कुरा गर्छु फेरि? आज बाहिरबाट मगाएको न त होइन? मैले पकाउँदा त घरमै पाकेको त। अल्छे जिग्रो स्वादे जिग्रो भने यही हो। एक दिन आफूले पकाउनु पऱ्यो भने त जात्रै हुन्छ। त्यसै गर्नु। ड्याडी बाबु ड्याडी कविता त बिरामी पनि छ। के भयो कविता? खै गाह्रो भयो भन्दै थिएँ, खाना पनि बनाउन सक्दिनँ। तपाईँलाई बनाउनु भने बनाउनु भएन छ। ए ठिकै छ नि, म पकाइदिन्छु। के खान्छन्? होइन, तपाईँलाई पनि किन दुःख? आज रात पनि परिसक्यो, हामी त बाहिरैबाट अर्डर गर्छौँ। तपाईँ केही खाने भए चाहिँ बनाएर खानुहोस् न। ठिकै छ, तिमीहरूले खायो भने मलाई बताउनु। छोराछोरी अगायो भने पकाउन अल्छी लगाएर भन्नुभयो होला कि तपाईँलाई पनि बाहिरबाट केही मगाइदिनु पर्दैन बाबु। मलाई कहिले काहीँ केही नखाँदा पनि शरीरलाई फाइदै हुन्छ। अनि राम, तिमीलाई त मनिता याद छ स्कुलको? याद छ नि, किन नहुनु? हाम्रो रमेश पछि लागिरहन्थ्यो नि। हो त नि, त्यो बेलामा पछि लाग्थ्यो। अहिले बिहे गरे पछाडि कता भागम गरिरहेको छ। यति झगडा गर्छन् उनीहरू। उनीहरूसँग त म अहिले पनि टचमा छु नि। हो नि। धेरै पछि आज यसरी खुलेर समय बिताउन पाए। न त घरमा सधैँ निसासिएरै बस्नु पर्थ्यो। तिम्रो घरमा सम्बन्ध राम्रो छैन र? सम्बन्धको के कुरा गर्नु? उहाँले साथ छोडे पछाडि छोराकै लागि बाँचेकी थिए। त्यही छोरा पनि विदेशी हाल्यो। हामीलाई पो छोराहरू आफ्नो संसार महसुस हुन्थ्यो त। छोराहरूलाई नहुँदो रहेछ। छोराहरू त बुहारीको हुँदो रहेछन्। ठिक भन्यौ, छोराहरू बुहारीकै हुने रहेछन्। आफ्नो घरमा मात्रै समस्या होला जस्तो लाग्थ्यो, सबैको उस्तै रहेछ। तिमी एक्लिएर बसेकी रहेछौ, अनि समय कसरी बिताउँछौ? समय बिताउनको लागि पनि के गर्छु भन्नु र? कहिलेकाहीँ यसो समूहसँग भजन कीर्तनमा जाने गर्छु। कहाँ हो जाने चाहिँ? मलाई लान मिल्दैन? भजन कीर्तनमा रमाउन पाए मेरो मन पनि खुसी हुन्थ्यो कि। होइन, किन छटपटाइरहेको? बैठक रहेछन् तिम्रो बाबुले? के गरेर बाले? चुप्प लाएर बस। मेरो कुरा सुनेर मात्रै बस। त्यहाँभन्दा औकात पनि केही छैन। अब बाले कहाँ हिँड्न नहुने बनाइसके। ओके त्यो कुन पुरा गफ लडाउँदै बसिरहेथे। के भनेर गाउँ समाजमा निक्लिनु के? अब बुढेसकाल लागिसक्यो। नातिनी नाति खेलाएर बस्ने बेलामा अब केटीसँग मलाई मारेर बसेको थियो। मेरो आँखा देखेको। कस्तो होला अझै पनि मलाई त घुरेर बस्ने हो। छिटो कुरा गरेर बाउसँग। ठिकै छ नि त, कुरा गरौँ। ठिकै छैन, कुरा गर्नु पर्यो। अब क्लियर गर्नु पर्यो।
नभए त म बस्न सक्दिनँ। बिहे त सहेर अर्काको श्रीमतीलाई जिस्काउँदै हिँड्नु छ। लाज सरम भन्ने छ कि छैन? के भयो बाबु? यहाँ ठुलो ठुलो स्वरले गरिरहेको छौ त? के सुन्दैछु बा? तपाईँ त बाटोमा अर्काको श्रीमती जिस्काउँदै बस्नुहुन्छ अरे। कविताले आफ्नै आँखाले देखे अरे। बाटो बाटोमा नाजायज सम्बन्ध राख्दैन, तपाईँलाई लाज लाग्दैन? चुप लाग तिमी। तिमीहरूको ज्याजती बढी भयो। म चुप लागि भनेर मुखमा जे आए त्यही बोल्ने? के थाहा छ तिमीहरूलाई सन्जु र मेरो सम्बन्धको बारेमा? तिमीहरूलाई मैले दिएको संस्कार यति निज होला भन्ने मैले सोचेको पनि थिइनँ। के महिला र पुरुष सँगै हिँड्नै नहुने हो? के सँगै बस्न नहुने हो? के दुईजना सँगै हिँड्यो भने मात्र पनि अनैतिक सम्बन्ध भइहाल्छ? मेरो लागि तिमीहरू जस्ता छोराबुहारी चाहिँ अनैतिक हो। आफ्नो आमा बुबालाई एक छाक खाना बनाएर दिन नसक्ने, आमा बुबाले चाहेको वस्तु किनेर दिन नसक्ने, अझ सम्पत्ति त सानो कुरा हो। मेरो सारा जिन्दगी छोरा भनेर तेरो हेरचाहमै समर्पित गरेँ। बुढेसकालमा छोराले सहारा देला भनेर दिन रात मिहिनेत गरेँ। त्यतिखेर पनि छोरो छ भनेर खुसीको 2 पल तैँसँगै बिताउँथे। तँ काम गर्ने भइस्, तँसँग एकछिन पनि फुर्सद छैन मसित कुरा गर्न? आमा बुबासँग एकछिन पनि समय बिताउन नसक्ने छोराछोरीले आमा बुबाले रोजेको खुसीलाई स्वीकार्ने हो, प्रश्न उठाउने होइन। तिमी कविता होइन? उहाँको बुहारी हो। अनि तिमी विशाल छोरा। तिमीहरूको बारेमा सबै कुरा गर्नुहुन्छ उहाँले। अनि तिमीहरूलाई एउटा कुरा थाहा छ? तिमीहरूलाई राम्रो होस् भनेर हाम्रो भजन मण्डलीलाई एउटा हार्मोनियम दान दिने भन्नुभएको छ नि। मैले त छोरा बुहारीलाई पनि लिएर आउनुहोस्, मण्डलीले सम्मान गर्छ भनेको। उनीहरूलाई फुर्सदै छैन, एकदमै बिजी छन् भनेर टार्नु भयो मलाई। तिमीहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। अब त हाम्रो पनि भजनमा जाने बेला भयो, जाउँ हामी। अनि तपाईँले यो रामनामी छैन भन्नुभएको थियो नि, ल्याइदिएको छु, लिनुहोस् त।